दर्शकवृन्द 2082 सालको जेठ 18 गतेदेखि असोज 14 गतेसम्मको अवधिमा औसतभन्दा बढी वर्षा हुने र तापक्रम हुने प्रक्षेपण गरिएको छ। यो अनुमान नेपालको उच्च हिमाली, उच्च पहाडी तथा विभिन्न प्रदेशमा विस्तृत भूभागमा लागू हुने देखिन्छ। विशेषतः गण्डकी र लुम्बिनी प्रदेशका 2/3 भूभागमा 55% देखि 65% सम्म औसतभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ। यो वर्ष 30 वर्ष यताकै तुलनामा यो वर्ष धेरै वर्षा हुने देखिन्छ भने सुदूरपश्चिम उच्च हिमाली क्षेत्र, बागमती प्रदेशका विभिन्न भूभाग र मध्य प्रदेशकै उत्तरी चुरे क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावित क्षेत्रहरू हुन्। तापक्रममा समेत औसतभन्दा बढी हुने प्रक्षेपणले उच्च हिमाली क्षेत्रमा हिमपहिरो र हिमपातको विस्फोटले जोखिम बढाउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।